साल 2014। त्यो बेला कक्षा 11बाट 12मा फड्को मार्नु एउटा फरक गर्वको अनुभूति थियो। हामी नै कलेजका सबैभन्दा सिनियर थियौं। हाम्रो कक्षा कोठामा 12 कक्षाको गणित, म्याथ लिने सबै विद्यार्थीहरू जम्मा हुन्थ्यौं। सबैजना आफ्नो भविष्यको हिसाब किताब गर्दै थिए। उनी मेरी आँखामा पहिलो पटक परेकी थिइन्। हाजिरी लिने बेलाको त्यो क्षणिक सन्नाटामा उनको नाम सुनियो अनि मेरो नजर उनको अनुहारमा अडियो। सुरुमा त त्यो केवल एउटा सुन्दर चित्र थियो, तर समय बित्दै जाँदा त्यो चित्रले मेरो हृदयको भित्री कोठामा एउटा मौन सङ्केत छोड्यो। त्यो क्षणदेखि मलाई लाग्यो मेरो संसारको गति नै बदलियो। उनको उपस्थितिले कलेजका हरेक कुनालाई महत्त्वपूर्ण बनाइदियो। क्लास बाहिर, भुइँतलाको सिडीमा, क्यान्टिनमा, खाली मैदानमा, जताततै मेरो आँखाले उनैलाई खोज्न थाल्यो। मेरो मनमा बारम्बार एउटै प्रश्न उठ्थ्यो, कहीँ उनी मेरी अपूर्ण कथा पूरा गर्न त आएकी होइनन्? हामी एउटै क्लासमा थियौं, त्यसैले हाम्रो छुट्टी पनि सँगसँगै हुन्थ्यो। हाम्रो प्रेमको कहानीको एउटा निश्चित समय तालिका थियो। भुइँतल्लाको मुख्य सिडी। क्लास सकिएपछि जब हामी ओर्लिन्थ्यौं, भेडको बीचमा पनि उनी र म एक अर्काको एकदमै नजिकबाट पार हुन्थ्यौं। मेरो मुटुको धड्कन यति तीव्र हुन्थ्यो कि लाग्थ्यो कतै यो आवाज उनले सुनिरहेकी त छैनन्। हरेक पटक मैले आफ्नो सम्पूर्ण शक्ति सङ्कलन गरेर सोच्थेँ, आज त जेसुकै होस्, एउटा सानो नमस्ते त भन्छु नै। तर जतिखेर उनको अनुहार नजिक आउँथ्यो, मेरो मुखमा कसैले ताला लगाइदिए जस्तो हुन्थ्यो। जिब्रो लट्ठिन्थ्यो, शब्दहरू घाँटीमै अड्किएर बस्थे। हामी दुईको बीचमा केवल 2 सेकेन्डको अपलक दृष्टि जुन थियो, तर मेरो लागि त्यो समय युग जस्तै लामो हुन्थ्यो। त्यो मौनतामा मैले हजारौं अपूर्ण कविताहरू बोलिसकेको हुन्थेँ र उनले केही बुझे जस्तो गरी फर्केर हेर्थिन्। जब कलेजको प्रत्यक्ष संवादमा मेरो कायरताले हार खायो, मैले मेसेन्जरमा प्रयास गर्ने एउटा डिजिटल युद्ध सुरु गरेँ। रातभरि उनको नामको छेउमा बलिरहेको एक्टिभ नाउको हरियो बत्ती हेरेर बसिन्थ्यो। झ्याल खोले, किबोर्डमा औँला राखेँ, हाई टाइप भयो अनि डिलिट, कस्तो छौँ टाइप भयो अनि डिलिट। आफ्नो सबैभन्दा गहिरो भावनालाई शब्द दिन खोज्दा मेरो साहस एउटा थोप्लाभन्दा पर जान सकेन। हाई बाहेक मेरो औँलाले अरू कुनै शब्द लेख्न मानेन। भोलिपल्ट कलेज जाँदा त्यो हाई लेखेर डिलिट गरेको लाजले म पुरै डुबेको थिएँ। उनी नजिक आउँदा म आँखा झुकाएर चुपचाप हेर्थेँ। समय कलेजका पानाहरू जस्तै तीव्र गतिमा पल्टियो। परीक्षा नजिक आयो र त्यो अनमोल सिडीको भेटघाट पनि दुर्लभ भन्दै गयो। कलेजको अन्तिम दिन। त्यो दिन पनि म सिडीमा थिएँ, तर मनमा एउटा अपूर्ण रिक्तता थियो। हामी नजिकैबाट पार भयौं र यसपाला हाम्रो आँखा अरू बेलाभन्दा धेरै बेर जुध्यो। उनले हल्का मुस्कुराइन्। त्यो हाँसोमा भेट्ने आशाभन्दा बिछोडको दुःख धेरै थियो। म भर्केर केही भन्न सक्थेँ होला, तर म अगाडि बढेँ, मौनताको अन्तिम स्वीकारोक्ति लिएर। त्यो हाम्रो अन्तिम भेट थियो। त्यसपछि हामी कहिल्यै भेटिएनौं। हाम्रो प्रेम कहानी बन्यो त केवल मेरो हृदयको एउटा कुनामा। न मैले कहिल्यै सुरुवात गर्न सकेँ, न त उनले। यसरी हाम्रो बिना कुनै सम्बन्धको प्रेम कहानी सकियो, जहाँ सम्बन्ध थिएन तर प्रेम भने जिउँदै थियो, एकतर्फी अपूर्ण धुन बनेर।